आज पनि नेपालमा सुन चाँदीको रेटमा अप्रत्याशित रूपमा परिवर्तन देखिएको छ। यदि तपाईँ पनि सुन चाँदी खरिद बिक्री गर्ने सोचमा हुनुहुन्छ भने आजको यो भिडियो तपाईँको लागि एकदमै महत्त्वपूर्ण हुन सक्छ। त्यसैले भिडियोलाई स्किप नगरिकन ध्यान दिएर हेर्नुहोला है त। नमस्कार अनि स्वागत छ तपाईहरू सबैलाई हाम्रो यस नयाँ र विशेष भिडियोमा। यो भिडियोमा चाहिँ हामी आज नेपालको ताजा सुन चाँदीको भाउ कति छ, हिजोको तुलनामा आज कति मूल्य वृद्धि भयो र भोलि सुन चाँदीको भाउ बढ्ला कि घट्ला भनेर विश्लेषण गर्नुका साथै यो हप्ताभरि सुन चाँदीको भाउमा भएको उतार चढाव कस्तो रहेछ भनेर पनि चर्चा गर्नेछौँ। यदि तपाईँ पनि यो र यस्तै किसिमको भिडियो साथै बजारमा आएको सुन चाँदीको नयाँ डिजाइनको गरगहनाहरूको वेट र प्राइस सहितको भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानल सुन चाँदी बजारलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। आज मिति 2082 साल 12 को महिना 17 गति नेपालमा छापावाल सुनको मूल्य प्रति तोला 2,90,200 रुपैयाँ रहेको छ भने चाँदीको मूल्य प्रति तोला 4,845 रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुनको भाउ प्रति तोला 2,83,500 रुपैयाँ थियो, आज त्यो बढेर 2,90,200 रुपैयाँ पुगेको छ। यसरी हेर्दा आज सुन प्रति तोला 6,700 रुपैयाँले बढेको छ। त्यसैगरी चाँदी हिजो 4,700 रुपैयाँमा कारोबार भइरहेको थियो भने आज 4,845 रुपैयाँमा कारोबार भइरहेको छ। यसअनुसार आज चाँदीको मूल्य हिजोको तुलनामा प्रति तोला 145 रुपैयाँले बढेको छ। अब साप्ताहिक विश्लेषणतर्फ जाउँ। हप्ता दिनभरि सुन र चाँदीको भाउमा कति वृद्धि भएको रहेछ त विस्तृत रूपमा हेरौँ। पछिल्लो हप्ताको मङ्गलबार 2,73,900 रुपैयाँमा कारोबार भएको सुनको भाउ आजसम्म आइपुग्दा 16,300 रुपैयाँले बढेर 2,90,200 रुपैयाँ पुगेको छ। त्यसैगरी पछिल्लो हप्ताको मङ्गलबार 4,505 रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजसम्म आइपुग्दा 340 रुपैयाँले बढेर 4,845 मा कारोबार भएको छ। यसरी हेर्दा हप्ताभरि नै सुन चाँदीको भाउमा निरन्तर रूपमा वृद्धि भइरहेको देखिन्छ। अन्तर्राष्ट्रिय बजारमा पनि अहिले सुन बढ्ने क्रममा देखिएको छ। अहिले भइरहेको अन्तर्राष्ट्रिय द्वन्द्व तथा विभिन्न नीतिहरूले सुन चाँदीको भाउ घटबढ गर्न थप मद्दत गर्छ र डलरको अवस्थाले पनि बजारमा प्रभाव पारेको देखिन्छ। पछिल्ला केही दिनदेखि बजार लगातार अस्थिर देखिएको छ। अब आजको भिडियोको मुख्य विषयवस्तुतर्फ जाउँ, जुन हो भोलि चाहिँ सुन चाँदीको भाउ बढ्छ कि घट्छ भन्ने। अन्तर्राष्ट्रिय बजारलाई हेर्दाखेरि आजको तुलनामा भोलि सुन चाँदीको भाउ निकै बढ्ने देखिन्छ। तर बजार अस्थिर भएकाले सुन चाँदीमा लगानी गर्ने बेला आफ्नो व्यक्तिगत अनुभव र सुझबुझको प्रयोग गरेर लगानी गर्नुहोला। तपाईको विचारमा के लाग्छ, भोलि सुन चाँदीको भाउ बढ्छ कि घट्छ? कमेन्टमा आफ्नो अनुमान लेख्न नबिर्सिनुहोला। साथीहरू, तपाईहरूलाई आजको भिडियो कस्तो लाग्यो? भिडियो मन परेदेखि भिडियोलाई लाइक गर्न नबिर्सिनुहोला र दैनिक सुन चाँदीको रेटमा अपडेट रहनका लागि हाम्रो युट्युब च्यानल सुन चाँदी बजारलाई सब्स्क्राइब अवश्य पनि गर्नुहोला।